कसैले रेस्पोन्ड गर्नु स्लाइड आयो आयो सर चेन्ज भएको छ है अब थर्ड च्याप्टरमा जाउँ है यसबाट पनि एउटा क्वेसन आउँछ यसमा अगाडिको कुराहरू पनि रिपिट छ थोरै है यसमा मेन चाहिँ कन्स्ट्रक्सन एस्पेक्ट र इआइए प्रोसिडर अलिकति छ अब इलेक्टिभ जुन इलेक्टिभ अर्को इलेक्टिभ इआइए त हामी अब लिएको हामी इलेक्टिभ सेकेन्डमा छ है यो इलेक्टिभ इआइए भन्ने इलेक्टिभ अरूमा हाम्रो त्योमा चाहिँ फेरि इआइए भनेर इलेक्टिभ थर्डमा हुन्छ त्यस्तो भएपछि चाहिँ फेरि रिपिटेसन जस्तो हुन्छ अब हाम्रोमा चाहिँ इआइए इलेक्टिभ सेकेन्डमै भएको भएर इआइए र यो एउटै ठाउँमा आउँदैन है त्यही भएर अलिक सजिलो छ यसमा अब लोकस रोडको डेफिनेसनदेखि नै जाउँ है अब सिम्पल भन्नुपर्दाखेरि कन्स्ट्रक्सन गर्नलाई मेन्टेनेन्स गर्नलाई कम पैसालाई गर्न सकिने रोड लोकस रोड रोड्स द्याट क्यान बी कन्स्ट्रक्टेड एन्ड मेन्टेन्ड एट कम्पेरेटिभली लो कस्ट युजिङ लोकल्ली अभाइलेबल रिसोर्सेस या हामीले लो कस्ट रोड भनेर भन्छौँ र यसलाई टर्म लो कस्ट रोड त क्यारेक्टराइज भयो अब कस्तोलाई भन्ने त भन्दाखेरि अब त्यस्तो रोड वेयर द डिजाइन ट्राफिक अफ लेस देन 20 भेहिकल्स पर डे अनि जनरली कन्स्ट्रक्टेड क्लोज टु द रुलिङ ग्रेड अफ नेचुरल ग्राउन्ड र लास्टमा चाहिँ मेनली फ्रम इन्सिटु सोइल भन्ने जहाँ फिल्डमा जे छ अलाइनमेन्ट भएको ठाउँमा जे छ त्यही सोइल चाहिँ युज गर्ने र मिनिमल डिजाइन युज गर्ने यो चारवटा क्यारेक्टरिस्टिक चाहिँ मेन यो लो कस्ट रोडको क्यारेक्टरिस्टिक भयो किनभने अब 20 भेहिकल भन्दा धेरै छ एकदम धेरै भेहिकल छ भने यस्तो खालको रोड बनाउँदाखेरि भेहिकल जानै गाह्रो हुन्छ ड्यामेज तुरुन्तै हुन्छ अनि नेचुरल ग्राउन्डको प्रोफाइल अनुसार नै बनाउन सकियो भने कस्ट कम हुने भयो त्योभन्दा फरक डिजाइनमा जाने भन्ने बित्तिकै कस्ट बढ्न जान्छ र त्यही मेटेरियलको कुरा पनि त्यही हो एकदमै कम ट्राफिक छ भने हामी फिल्डमा रोड अलाइनमेन्ट पास भएको ठाउँमा जे चाहिँ सोइल छ त्यही सोइलबाट बनायो भने कस्ट लो हुन्छ अदरवाइज डेफिनेटली कस्ट विल इन्क्रिज यस्तै चाहिँ मिनिमल डिजाइन यस चारवटा कुरा चाहिँ भयो है याद गर्नु होला कम भेहिकल भएको नेचुरल ग्राउन्ड जस्तो छ त्यस्तै प्रोफाइलमा बनाउने र त्यहीकै सोइल युज गर्ने यिनीहरू रोडहरू अनि मिनिमल डिजाइन युज गर्ने त्यो चारवटा क्यारेक्टर भएको रोड चाहिँ लो कस्ट रोडको रूपमा लिन सकिन्छ अब यो लो कस्ट रोडको कुरा गर्दाखेरि हामी बढीमा विभिन्न टाइपहरूको अर्टनदेखि लिएर सोइल स्टेबिलाइज रोडसम्मलाई चाहिँ लो कस्ट रोडको रूपमा चाहिँ राख्न सकिन्छ भने यही रोड चाहिँ हामी हायर कस्टको पनि हुनसक्छ जस्तो यो पेभको टाइप अनुसार चाहिँ पेभमेन्टको क्राइटेरिया अनुसार हामीले यो चारवटा राखेको हो यो अब हायर कस्टको रोड हाई स्ट्यान्डर्डको रोडलाई पनि यो हुन्छ तर जुन अरू फिचर्सहरू छ नि त्यो चाहिँ लागू हुँदैन हायर फिचरको रोडमा जस्तै मिनिमल डिजाइन गर्ने कुरा हाई स्ट्यान्डर्डको रोडमा हुन सक्दैन नेचुरल ग्राउन्ड जस्तो छ त्यस्तै बनाउने कन्डिसन चाहिँ हाई स्ट्यान्डर्डको रोडमा हायर लेभलको रोडमा हुँदैन होइन तिनीहरू पनि भएको केसमा हो यो अर्चन रोड भन्ने बित्तिकै अब यो के भन्नु परेन इन्सिटु सोइल जे छ त्यहीबाट बनाएको रोड अर्चन रोड भयो त्यहाँ सोइल जे छ त्यही भयो यस भनेपछि अर्चन रोड इज द रोड कन्स्ट्रक्टेड फ्रम द सोइल एडजेसेन्ट टु द रोड विदाउट सेटिङ एनी स्पेसिफिक डिमान्ड टु द पर्फर्मेन्स अफ सोइल युज भने सोइलको क्यारेक्टर हामी जुन छ नि त्यो नहेरिकन जस्तो प्लास्टिसिटी हामी कुरा गर्दाखेरि यो प्लास्टिसिटी चाहिँ यो 5% भन्दा चाहिँ यो बढी हुनु हुँदैन यस्तो यस्तो क्राइटेरियाहरू जुन छ त्यस्तो क्राइटेरियाहरू केही पनि नहेरिकन सोइल जे छ इन्स्टिट्युट सोइल त्यहीबाट बनाउने रोड अर्डिनरी रोड एकदमै प्राइमरी एलिमेन्ट्री फर्म्स अफ रोड अर्डिनरी रोड र हायर क्याम्बर इज सेलेक्टेड 1/20 to 1/25 4-5% को युज गरिन्छ त्यो अर्डन रोड भयो तर स्टिल चाहिँ अर्डन रोड्स आर इम्पोर्टेन्ट किन इम्पोर्टेन्ट भन्दाखेरि अर्डन रोड्स प्रोभाइड सिग्निफिकेन्ट एक्सेस इन एरिया वेयर अदर एक्सेस मेथड इज नट अभाइलेबल भने त्यहाँ चाहिँ धेरै ठाउँमा र पैसाको कारणले गर्दाखेरि ट्राफिक भोल्युमको कारणले गर्दाखेरि चाहिँ
अरू रोडहरू बनाउने नभएको अवस्थामा अर्टन रोडले काम गरिरहेको हुन्छ। त्यसपछि ग्रेभल रोड, अब अर्टन रोड इज फेयर वेदर रोड भयो अनि ग्रेभल रोड इज अल वेदर रोड। यी ग्रेभल रोड प्रोभाइड अल बेसिक रिक्वायरमेन्ट टु बिकम अल वेदर एक्सेस। अनि एकदमै बेसिक अल इयर जान मिल्ने रोड बनाउनु पर्यो भने त्यसको लागि हामी कम्तीमा ग्रेभल रोड बनाउँछौँ। वी कन्स्ट्रक्ट ग्रेभल रोड। र मेन मेटेरियल फर ग्रेभल रोड कन्स्ट्रक्ट के हुन्छ त मेटेरियल फर ग्रेभल रोड भन्दाखेरि यसको कन्स्ट्रक्सन मेथड हामी पछि कुरा गरौँला। ग्रेभल रोड, द मेटेरियल अफ ग्रेभल रोड कन्सिस्ट अफ मिक्सचर अफ स्टोन, स्यान्ड, क्ले। जस्तै 35 to 65% स्टोन्सहरू, 20 to 40% स्यान्डहरू र क्ले चाहिँ 10 to 25% हुन्छ। र यसमा हामी मेटेरियल इज स्प्रेड टु करेक्ट थिकनेस एन्ड लेभल्स एन्ड कम्प्याक्सन वर्क्स आर क्यारिड आउट युजिङ रोलर्स विथ सफिसियन्ट सप्लाई अफ वाटर एट अप्टिमम मोइस्चर कन्टेन्ट। अब यो कसरी बनाउने हुन त अर्टन रोड पनि हामी त्यसरी नै कन्स्ट्रक्सन गर्छौँ। त्यसमा अप्टिमम मोइस्चर राख्छौँ, रोलिङ गर्छौँ अनि रोलिङ गरेर कम्प्याक्सन गर्छौँ र अर्टन रोड बनाउँछौँ। सिमिलर टु ग्रेभल रोड, मेटेरियल ओन्ली डिफरेन्ट र प्रोसिडर इज सेम। रिक्वायर्ड थिकनेसको हामी स्प्रेड गर्ने अनि स्प्रेड गरिसकेपछि त्यो मोइस्चरहरू पुग्दैन भने मोइस्चर थप्ने, मोइस्चर बढी छ भने ड्राई हुन दिने र रोलरले कम्प्याक्सन गरेर बनाउँछौँ। ग्रेभल रोड कन्स्ट्रक्सनको अब केही स्टेप्सहरू यहाँ चाहिँ हामी देखाएको रोड ग्रेभल रोडको मेटेरियल्सहरू डम्प गर्ने, त्यसलाई स्प्रेड गर्ने अनि कम्प्याक्सन गर्ने। यो कन्स्ट्रक्सन प्रोसिडरहरू हामी फेरि फर्दर अर्को च्याप्टरमा हेरौँला। हामी यहाँहरूले अगाडि पनि पढ्नु भएको छ। अनि त्यसपछि अब ग्रेभल रोड भन्दा पनि हायर स्ट्यान्डर्ड, यो अब त्योभन्दा पनि हायर स्ट्यान्डर्ड प्रोभाइड गर्ने हो भने वाटर बाउन्ड म्याकेडम रोडलाई दिन सकिन्छ। वाटर बाउन्ड म्याकेडम इज द पेभमेन्ट मेड अफ क्रस्ड or broken aggregate which is mechanically interlocked by using screening and binding material with the help of water। यसलाई पनि हामी कम्प्याक्सन गरेर बनाउने। यसमा कस्तो क्रस रक्सहरू युज गर्ने, क्रस एग्रिगेट्सहरू युज गर्ने र क्रस एग्रिगेट्सको भोइड्सहरूलाई, त्यो भित्र रहेको भोइड्सहरूलाई चाहिँ यो स्क्रिनिङ मेटेरियल, बाइन्डिङ मेटेरियल र वाटरको हेल्पबाट कम्प्याक्सन गर्दै बनाएको रोड हो वाटर बाउन्ड म्याकेडम। यो जोन म्याकेडमले निकालेको भएर यसको वर्डबाट निकालेको हो। र अब थिकनेस भनेको 8 सेन्टिमिटर टु 30 सेन्टिमिटर भनेको चाहिँ यो सिमिलर टु ग्रेभल रोड, अर्टन रोड सिमिलर नै हुन्छ। ओन्ली मेटेरियल इज डिफरेन्ट। र क्याम्बर इज 2.5% to 3.3%। अब सर्फेस इज मच मोर बेटर देन अर्टन रोड, इभन बेटर देन ग्रेभल रोड। यो भनेको ग्रेभल र अर्टन भन्दा धेरै हुन्छ र क्यान बी युज द्याट बेस कोर्स फर बिटुमिनस अर कङ्क्रिट रोड। अब यसमा को माथि चाहिँ हामी इमिडिएटली पेभ गऱ्यो भने पेभ रोडमा जान सकिन्छ। यो चाहिँ यो वाटर बाउन्ड म्याकेडम रोड। जस्तै यसरी क्रस एग्रिगेटहरू स्प्रेड गरिन्छ, त्यसको माथि बाइन्डर, बाइन्डिङ मेटेरियल और स्क्रिनिङ मेटेरियल इज स्प्रेड एन्ड वाटर इज स्प्रिङ्कल देन फलोड बाई द कम्प्याक्सन। यो यसरी यो बनाउने। अब यहाँ चाहिँ हामीले यो सोइल स्टेबिलाइज रोडहरूको कुरा गरेका छौँ नि, हामी पछि कुरा गरौँ है। यो प्लानिङ सर्वे डिजाइन इज सिमिलर टु च्याप्टर 1 एन्ड च्याप्टर 2। यो हामीले त्यही भएर यसमा डिस्कसन मैले गरेन। र अब चाहिँ हामी इआइएमा छौँ। इआइएमा जानु भन्दाखेरि सिधै इआइएमा नगइकन पहिलो काम चाहिँ हामी के गर्छौँ भन्दाखेरि स्क्रिनिङ इज डन। जुन चाहिँ इआइए सुन्नुभएको हो, इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट। यो भनेको लार्ज स्केलको हो र अब लो कस्ट रोडहरू बनाउँदाखेरि त्यसरी लार्ज स्केलमा इआइए गर्नु जरुरी चाहिँ हुँदैन। त्यही भएर चाहिँ हामी इआइए भनेर गर्नु अगाडि नै हरेक प्रोजेक्टको लागि चाहिँ स्क्रिनिङ इज डन। स्क्रिनिङ भनेको प्रोसेस अफ डिसाइडिङ वेदर इआइए इज रिक्वायर्ड अर नट। इआइए चाहिन्छ कि चाहिँदैन भन्ने प्रोसेस थाहा पाउनु भनेको स्क्रिनिङ। अब यो चाहिन्छ चाहिँदैन भन्ने कुरा चाहिँ साइट स्पेसिफिक इन्फर्मेसन र कन्ट्री स्पेसिफिक गाइडलाइनले भन्छ चाहिन्छ कि चाहिँदैन भन्ने। यो चाहिँ अलिक थोरै यहाँ हाम्रो गाइडलाइन्सहरूमा पनि उल्लेख गरेको छ क्याटेगोरी ABCD भनेर। जस्तै क्याटेगोरी ए भनेको कस्तो क्याटेगोरीको प्रोजेक्ट हुन्छ भने
that likely to have significant adverse environment impact. Effects are in larger area than site or facility subjected to physical works. र त्यस्तो केसमा EIA चाहिन्छ भने जहाँ चाहिँ हामी कन्स्ट्रक्सन गर्छौँ नि कन्स्ट्रक्सन गरेको ठाउँभन्दा पनि धेरै ठाउँमा यसले इम्प्याक्ट ल्याउँछ भने त्यस्तो खालकोमा EIA चाहिन्छ। अब क्याटेगोरी बी यो likely to have site specific adverse impact तर mitigation measures can be designed more readily easily and that requires IE. धेरै एरियामा इम्प्याक्ट नपर्ने तर इम्प्याक्ट चाहिँ पर्छ साइट स्पेसिफिक मात्र हुन्छ वाइडर एरियामा पर्दैन जस्तो ब्रिज वर्क्सहरु यो कुनै कुनै ठाउँमा कन्स्ट्रक्सन गरेको यो ब्रिज भन्न यो के ब्रिजहरु कुनै ठाउँमा कन्स्ट्रक्सन गरेको यो फ्याक्ट्रीहरु हैन त्यस्तोले के गर्न सक्छ भन्दाखेरि त्यही साइट स्पेसिफिकमा इम्प्याक्ट पार्छ र त्यो इम्प्याक्टलाई चाहिँ हामी इजिली मिटिगेसन गर्न सक्छौं भन्ने त्यस्तो क्याटेगोरीमा बी को गर्ने भने अनि सी को केस भनेको मिनिमल अर नो एडभर्स इम्प्याक्ट त्यस्तो इम्प्याक्ट धेरै इम्प्याक्टहरु पर्दैन भने त्यस्तो केसको लागि EIA इज नट रिक्वायर्ड र इन्भाइरोन्मेन्टल इम्प्लिकेसन्सहरु मात्र हेरिन्छ भने अनि क्याटेगोरी F5 यो फरेन इन्भेस्टमेन्ट भन्ने छ यो फाइनान्शियल इन्टरमिडिएटरीहरुबाट F5 को मिनिङ चाहिँ फाइनान्शियल इन्टरमिडिएटरीहरुले इन्भेस्ट ADB वर्ल्ड बैंक यस्तो क्लासले गर्ने केसको लागि चाहिँ यो मिनिमल अर नो इन्भाइरोन्मेन्ट इम्प्याक्ट अफ रिस्क यस्तो केसमा इन्भाइरोन्मेन्टल इम्प्याक्ट र रिस्कहरु पर्नै हुँदैन भन्ने हुन्छ र त्यो क्याटेगोरी चाहिँ यो F5 इन्भेस्टमेन्ट थ्रु फाइनान्शियल इन्टरमिडिएटरी। अनि यसरी नेपालमा गाइडलाइन ल्याउँदाखेरि चाहिँ यसरी नेपालको नेशनल EIA गाइडलाइन अनुसार चाहिँ स्क्रिनिङ गरिन्छ भने यसमा डिफरेन्ट टाइप अफ प्रोजेक्ट लिस्ट गरेको छ र रिजल्ट अफ IEE विल डिटरमाइन इफ EIA इज रिक्वायर्ड अर नट। पहिला चाहिँ IEE गर्ने अनि IEE गरिसकेपछि अनि EIA चाहिन्छ चाहिँदैन भन्ने कुरा चाहिँ डिसाइड गर्छ। अब यसमा पहिलो काम चाहिँ स्केड्युल 1 भन्ने छ सानो स्मल स्केल प्रपोजल IE चाहिन्छ स्केड्युल 2 भन्ने छ लार्ज स्केल प्रपोजल EIA चाहिन्छ अनि स्केड्युल 3 भन्ने छ इन्भाइरोन्मेन्टली सेन्सिटिभ एरिया र नट सर्टेन व्हिच असेसमेन्ट मेथड इज रिक्वायर्ड त्यो चाहिँ स्केड्युल 3 भयो। यसलाई चाहिँ हामी गर्दै गएपछि थाहा हुन्छ। यो इन्भाइरोन्मेन्टल प्रोटेक्सन एक्ट भन्ने छ नेपालको 2020 त्यसले चाहिँ अब हुन त सिलेबसमा हामीले IEE भनेको छैन नभने पनि अब EIA लार्ज स्केलको हो EIA नगरिकन रुरल रोजहरुमा IEE गर्नुपर्ने हुन्छ त्यही भएर चाहिँ IEE को बारेमा थोरै राखेको हो मैले र IEE means analytical study or evaluation to be conducted to ascertain whether an implementation proposal does have significant impact on environment or not. With respect to measures to be adopted for avoiding mitigating such impacts by any means. यसलाई एडभर्स इम्प्याक्ट छ कि छैन भन्ने कुरा गर्ने हो EIA पनि यही नै हो र यो कुनमा IEE गरिन्छ भने which may cause significant impact गर्छ र EIA चाहिन्छ कि IEE चाहिन्छ त्यस्तो स्योर छैन। EIA लार्ज स्केलको भयो लार्ज स्केलको एकैचोटी चाहिन्छ गर्दाखेरि फेरि नचाहिने भयो भने वेस्टेज अफ रिसोर्सेस एन्ड टाइम हुन्छ अनि त्यो कारणले गर्दाखेरि अनि बेटर के हुन्छ IEE गर्ने अब IEE ले पुग्ने भए अनि सकिहाल्यो IEE ले नपुग्ने EIA गर्न सकिन्छ अनि इन्भाइरोन्मेन्टल प्रब्लम्स आइडेन्टिफाई गर्ने र सोलुसनहरु पोसिबल इजिली आइडेन्टिफाई गर्न सकिन्छ भने त्यस्तोमा IEE भए पुग्छ। स्मल स्केलको प्रपोजल्सहरु र स्मल नम्बर्स अफ इम्प्याक्ट्सहरु भयो भने IEE गर्ने हो। अब यसको लागि यो हाम्रो त्यो जुन इन्भाइरोन्मेन्टल प्रोटेक्सन एक्ट छ त्यहाँ चाहिँ IEE कहाँ गर्ने भनेर जस्तो यहाँ चाहिँ अरु धेरै ठाउँमा भयो भने रोडको केसमा IEE कुन अवस्थामा गर्ने भन्दाखेरि यहाँ चाहिँ 25 किलोमिटर सम्मको लेन्थको रोड कन्स्ट्रक्सन 5 to 50 किलोमिटर
अफ सम्मको रज्जु मार्ग, यो भने रोपवे 5 देखि 50 किलोमिटरसम्मको रोपवे, 1 to 5 किलोमिटरसम्मको केबल कार, अनि 100 मिटरसम्मको ब्रिज, अनि 1 to 3 किलोमिटरसम्मको टनेल, अनि फ्लाइओभर्स, अनि मोनोरेल, र 10 to 50 किलोमिटरसम्मको नेसनल हाइवे और फिडर रोड्स, यिनीहरूको अपग्रेडेसन 10 to 50 किलोमिटरसम्मको मेन्टेनेन्स अपग्रेडेसनमा, कन्स्ट्रक्सन होइन, मेन्टेनेन्स अपग्रेडेसन आइई मात्र गरे पुग्छ भन्ने कुरा चाहिँ यो इन्भाइरोमेन्ट प्रोटेक्सन एक्टमा भनेको छ है। भने चाहिँ अब के गर्नुपर्छ कि पर्दैन भन्ने कुरा मेन हाम्रो गाइडलाइन के भयो भन्दाखेरि कुनै पनि रोडको मात्र देखाएको भयो, त्यहाँ अरू कुराहरू पनि छ, अरू कन्स्ट्रक्सनको कुराहरू पनि छ। र अब फ्युचरमा तपाईँहरूले थाहा पाउनु पर्यो के गर्ने भन्ने कुरा थाहा पाउनु पर्यो भने त्यो इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट हेर्न सकिन्छ र त्यहाँ भएको लिस्टको आधारबाट हामीले हेर्न सक्छौँ। र अघि भने जस्तै यदि त्यो लिस्टमा छैन र प्रोजेक्टलाई चाहिँ इम्प्याक्ट पार्छ जस्तो देखिन्छ, कुनै प्रोजेक्टले इन्भाइरोमेन्ट इम्प्याक्ट्सहरू पार्ने सम्भावना छ, देयर इज पोसिबिलिटी अफ इन्भाइरोमेन्ट इम्प्याक्ट एन्ड वी आर नट स्योर विच आइई और इआइए इज रिक्वायर्ड, त्यस्तो केस छ भने हामी फर्स्ट आइई नै गर्ने। अब आइई, व्हाट आर द फीचर्स अफ आइई? आइई फीचर्स, मेन फीचर्स आर कंडक्टेड विथ लिमिटेड बजेट, बेस्ड अन एक्जिस्टिङ इन्फर्मेसन, अनि बेस्ड अन जजमेन्ट अफ एक्सपर्ट इन सिमिलर प्रोजेक्ट। भने यसमा कस्ट चाहिँ कम लाग्ने, नयाँ इन्फर्मेसनहरू कलेक्सन गर्नुपर्ने, एक्जिस्टिङ इन्फर्मेसन्सहरू कलेक्ट गर्ने लिमिटेड बजेटमा, र एक्सपर्टको जजमेन्टहरू धेरै चाहिँ हुन्छ भन्ने। र वाट आर डन ड्युरिङ आइई प्रोसेस? आइई प्रोसेस determines or identifies the most likely significant impacts. पहिलो काम भनेको पोजिटिभ और नेगेटिभ मोस्ट लाइकली significant impacts are identified due to the project. जस्तो भनौँ न, रोड कन्स्ट्रक्सन गर्ने बित्तिकै त्यहाँ चाहिँ कन्स्ट्रक्सन मेटेरियलहरू स्टोरेज हुन्छ, कन्स्ट्रक्सन मेटेरियलहरू एक्सप्लोर गरिन्छ, यहाँ कन्स्ट्रक्सन हुन्छ, धुलो उड्छ, पोल्युसन हुन्छ, अब कुनै त्यहाँको साइटहरूमा इम्प्याक्ट पर्छ, आरी इम्प्याक्ट्सहरू, त्यस्तो पोजिटिभ और नेगेटिभ इम्प्याक्ट्स आर कलेक्टेड, आइडेन्टिफाइड। अनि measures for adverse impacts are not expected to be significant. Mechanism for enhancing beneficial impacts. कुन भनेको एडभर्स इम्प्याक्ट्स को लागि गर्नुपर्ने मेजर्सहरू हामी हेर्ने, अनि लोकल इन्भल्भमेन्टलाई चाहिँ यो बेनिफिशियल इम्प्याक्ट्सहरूको मेकानिजमहरू पत्ता लगाउने, र अनसर्टेनिटिजहरू, स्क्रिनिङको प्रोसेसमा थाहा नभएका, रिजल्ट गर्न नसकिने खालका अनसर्टेनिटिजहरू चाहिँ आइईमा आइडेन्टिफाई गर्ने। यो कसरी गरिन्छ? जस्तो पहिलो काम भनेको सिग्निफिकेन्ट इन्भाइरोमेन्ट इस्युहरू आइडेन्टिफाई गर्ने फर्स्ट स्टेजमा। जस्तो रोड कन्स्ट्रक्सन गर्यो भने अब के हुन्छ त? रोड कन्स्ट्रक्सन गर्यो भने अब पहिलो काम भनेको कन्स्ट्रक्सन गर्दाखेरि मेटेरियल जहाँबाट ल्याइन्छ त्यहाँ इम्प्याक्ट पर्छ, मेटेरियलहरू स्टोर गरिन्छ त्यसले इम्प्याक्ट पर्छ, कन्स्ट्रक्सन भेहिकलहरूको मुभमेन्टले धुलोहरू उड्छ, कन्स्ट्रक्सन भेहिकलको मुभमेन्टले साउन्ड पोल्युसन हुन्छ, रोड ब्लकेज हुन्छ, जाम हुन्छ, यी कुराहरू चाहिँ पोटेन्सियल सिग्निफिकेन्ट इम्प्याक्ट्स र यिनीहरू इन्फर्मेसन्सहरू चाहिँ आइडेन्टिफाई गर्ने र त्यस्तो इन्भाइरोमेन्ट इस्युहरूलाई चाहिँ क्लासिफाई गर्ने। यी जस्तै सर्ट टर्ममा इम्प्याक्ट हुन्छ, कन्स्ट्रक्सनको टाइममा इम्प्याक्ट हुन्छ, लङ टर्ममा इम्प्याक्ट हुन्छ, यस्तो कुराहरू चाहिँ क्लासिफाई गर्ने। आइडेन्टिफिकेसन अफ सिग्निफिकेन्ट इन्भाइरोमेन्टल इस्यु, क्लासिफिकेसन एन्ड आइडेन्टिफिकेसन। यो भइसकेपछि रिजल्भ एसइआई वेयर पोसिबल, यो जुन यसले पर्ने इम्प्याक्ट्सहरू चाहिँ घटाउन सकिन्छ कि सकिँदैन हेर्ने। जस्तै धुलो उड्छ,
धुलो उड्ने प्रोसेस एउटा इन्भाइरोमेन्ट इम्प्याक्ट भयो, त्यसलाई घटाउन सकिन्छ कि सकिँदैन भन्ने हेर्ने। जस्तो पानी हाल्यो भने सकिन्छ, दिनमा 2 चोटि पानी हाल्यो 3 चोटि पानी हाल्यो भने धुलो उड्दैन। त्यस्तो भनेको रिभ्यू अल्टरनेटिभ्सहरू र त्यो अनुसार चाहिँ इन्भाइरोमेन्ट म्यानेजमेन्ट प्लान र प्रोटेक्सन मेजर्सहरू बनाउनु। धुलो उड्ने एउटा प्रब्लम हो भने धुलो उड्ने रोक्नलाई चाहिँ के गर्ने, त्यो चाहिँ मिटिगेसन इन्भाइरोमेन्ट म्यानेजमेन्ट प्लान। अनि यो भइसकेपछि यहाँ के हेरिन्छ, अल एसिआर रिजल्भ हुन्छ कि हुँदैन। अनि रिजल्भ हुन्छ भने चाहिँ आइइएले पुग्यो भयो। यो आइइए नै के हुन्छ, फाइनल इआइए रिपोर्ट हुन जान्छ। र हुँदैन, यो प्रब्लम्सहरू रिजल्भ हुँदैन भने चाहिँ अनि त्यस्तो केसमा लागि आइइएले चाहिँ फुल स्केल इआइए गर्ने भनेर रेकमेन्डेसन गर्छ। यो स्टेपमा चाहिँ आइइए गर्छौँ। अब आइइए गरेपछि अब हामी इआइएमा जानु पर्यो। इआइए पनि अगाडि आइइए जस्तै नै फर्मल प्रोसिडर अफ इन्भेस्टिगेसन, एनालाइजिङ, प्रेजेन्टिङ इन्भाइरोमेन्टल इम्प्लिकेसन्स अफ प्रपोज project and identifying mitigation measures to reduce environmental impact or acceptable level। यसलाई हामीले डिफाइन गर्दाखेरि पनि त्यसलाई चाहिँ पनि यो इन्भाइरोमेन्टल इम्प्लिकेसन्सहरू कुनै कन्स्ट्रक्सनको कामले गर्दाखेरि पनि इन्भाइरोमेन्टल इम्प्लिकेसन्सहरू आइडेन्टिफाई गर्ने, त्यसको मिटिगेसन मेजर्सहरू निकाल्ने र प्रोसेसहरू भनेको चाहिँ इआइए। फाइदा के छ आइई और इआइए, जुन भने पनि फाइदा के छ भन्दाखेरि एडभान्टेज के छ हुन्छ। आइइए को पनि यही हो, इआइए को पनि एउटै हो। इन्भाइरोमेन्टल इम्प्याक्ट्स एन्ड पोटेन्शियल बेनिफिटलाई आर ब्रट टु लाइट प्रायर टु इम्प्लिमेन्टेसन। होइन, कुनै प्रोजेक्ट इम्प्लिमेन्टेसन भन्नुभन्दा अगाडि चाहिँ यसको पोटेन्शियल बेनिफिट इम्प्याक्ट्सहरू थाहा हुन्छ। यसरी पोटेन्शियल बेनिफिट र इम्प्याक्ट्सहरू अलरेडी थाहा हुन्छ, कन्ट्रोभर्सियल इस्युहरू थाहा हुन्छ र त्यो इस्युहरूलाई टाइमली रिजल्भ गर्न सकिन्छ। जस्तो कसैको घर पर्ने कुराहरू, कसैको घरमा त्यो रोड छेउ बस्नेलाई हुने डाइरेक्ट इम्प्याक्टहरू, साउन्डको पोल्युसनको इम्प्याक्ट आदि आदि, त्यो कन्ट्रोभर्सियल इस्युजहरू पहिल्यै चाहिँ आइडेन्टिफाई हुन्छ। अब यसरी प्रब्लम्सहरू आइडेन्टिफाई गरेर त्यसको मिटिगेसन मेजर्सहरू प्रपोज गर्न सक्यो भने विल गेट इन्कर्पोरेसन फ्रम द लोकल पिपल एन्ड ट्रान्सपेरेन्सी इन इम्प्लिमेन्टेसन अफ प्रोजेक्ट। भने धेरै इम्प्याक्टहरू के हुन्थ्यो भन्दाखेरि त्यसलाई लुकाएर राख्ने, अहिले मिटिगेट नगर्ने कन्स्ट्रक्सन टाइम त्यस्तो कुराहरू हुने भन्दा पनि यो ट्रान्सपेरेन्सी हुन्छ, कस्तो कस्तो इम्प्याक्ट पर्छ भन्ने कुराहरू पहिल्यै थाहा हुन्छ र त्यसले गर्दाखेरि पिपलको पार्टिसिपेसन र कोअपरेसन पाउन सकिन्छ। अनि इट हेल्प्स इन आइडेन्टिफाइङ अल्टरनेटिभ साइट एन्ड डिजाइन। यो भयो भने अब त्यो कुनै अलाइनमेन्ट सुइटेबल छैन जस्तो देखियो भने अनि अगाडि नै ती अलाइनमेन्ट्सहरू चेन्ज गर्ने, नयाँ अल्टरनेटिभ डिजाइनहरू ल्याउने को लागि चाहिँ हेल्प हुन्छ। डिस्प्युट र कन्फ्रन्टेसन, यो काम गर्दै जाँदाखेरि त्यो लोकल पिपलहरू बिच हुने डिस्प्युटहरू, गभर्मेन्ट बिच हुने डिस्प्युटहरू, त्यो चाहिँ रिजल्भ कम हुन्छ। र सेन्स अफ ओनरसिप अफ पिपल हुन्छ, त्यो एरियामा भनेका पिपलहरूको सेन्स ओनरसिप चाहिँ आउँछ। अब टाइप्स अफ इम्प्याक्ट के पर्छ त हेर्छौँ त, यति मात्र होइन, नट लिमिटेड टु दिज आर द कमन इम्प्याक्ट्स ड्यु टु एनी काइन्ड्स अफ प्रोजेक्ट। जस्तै जियोमोर्फोलोजी इम्प्याक्ट भनेको इरोजन आउँछ, ल्यान्ड स्लोप स्टेबिलिटीमा प्रब्लम आउँछ। इकोलोजीमा आउने इम्प्याक्ट्सहरू जस्तै फ्लोरा र फौनाको स्पेसिसहरूमा डिस्टर्बेन्स हुने, लोप भएर जाने, पोल्युसन हुने, फरेस्टहरू डिप्लिसन हुने, इकोलोजी रेयर स्पेसिसहरू हराएर जाने। अनि ल्यान्ड युजमा पर्ने इम्प्याक्टहरू जस्तै लस अफ कल्टिभेबल ल्यान्ड युज प्याटर्नमा चेन्ज हुने, एग्रिकल्चर ल्यान्डहरू जति कमर्सियल ल्यान्डहरूमा कन्भर्ट हुने, कम्पेसन इस्युहरूको कुराहरू ल्यान्ड युजमा
अनि अर्को इम्प्याक्ट भनेको सोसियो इकोनोमिक इम्प्याक्टहरु सोसियो इकोनोमिक इम्प्याक्ट भनेको यो इकोनोमीमा पर्ने इम्प्याक्ट पपुलेसन ग्रोथ माइग्रेसन यी कुराहरु चाहिँ सोसियो इकोनोमिक इम्प्याक्ट्सहरु भयो यो चाहिँ केही इम्प्याक्ट्सहरु भयो यति मात्र होइन जस्ट फर आइडिया हो यो यसलाई अब हामी स्टडी डिटेलमा स्टडी गर्दै जानुपर्छ फ्युचरमा र दिज आर द मेन इम्प्याक्ट्स एक्सपेक्टेड इम्प्याक्ट्स अब EIF प्रोसिडर कसरी गर्ने त भने EIF प्रोसिडर गर्ने स्टेप्सहरु छ यो धेरै सोधिरहेको हुन्छ EIF को प्रोसिडर्स र यसमा हामी पहिलो स्टेज प्रोजेक्ट डिस्क्रिप्सन ओभरभ्यू अफ प्रोजेक्ट जस्तो यो रोड चाहिँ यो ठाउँबाट यो ठाउँसम्म जान्छ यो यति किलोमिटरदेखि यति किलोमिटरको छ यतिवटा जिल्लाहरु पास हुन्छ यति लेनको रोड हो है यस्तो यति नम्बर अफ ब्रिज छ यति नम्बर अफ कल्भर्ट छ आदिहरु भने प्रोजेक्टको डिस्क्रिप्सन लोकेसन अफ द प्रोजेक्ट साइज अफ द प्रोजेक्ट डिजाइन एन्ड कन्स्ट्रक्सन मेथड कन्स्ट्रक्सन टाइम फ्रेम total cost numbers of labor force requirement operation procedure these are the description of the project यसको बारेमा भन्ने हो अनि यो भइसकेपछि अब हामी के गर्ने बेसलाइन स्टडी गर्ने बेसलाइन स्टडी भनेको डिटरमाइनिङ द एक्जिस्टिङ कन्डिसन्स that may be affected by project जस्तै कुनै ठाउँमा यो सस्पेन्सन ब्रिज बनायो अब सस्पेन्सन ब्रिज बनायो भने त्यसले चाहिँ त्यो प्रोजेक्टले गर्दाखेरि त्यो एरियामा पर्ने चाहिँ जति एरिया भित्रमा इम्प्याक्ट्सहरु पर्छ त्यो भित्रको एक्जिस्टिङ कन्डिसनहरु पत्ता लगाउने अब इट डिस्क्राइब द एक्जिस्टिङ इन्भाइरोमेन्ट इन टर्म्स अफ इकोलोजिकल जोन्स भर्नेबिलिटी प्रोटेक्टेड स्पेसिस एन्ड हेबिटेट ह्युमन अकुपेसन ल्यान्ड युज टाइप र कल्चर एन्ड रिलिजियस एस्पेक्टबाट हेर्ने हो अनि त्यो ब्रिज बनायो भने ब्रिजले पार्ने इकोलोजिकल जोन कतिसम्मको हो त्यो भित्र पाउने स्पेसिसहरु के हो हेबिटेट्सहरु कस्तो छ ह्युमन अकुपेसन कहाँ छ घरहरु कहाँ छ ल्यान्ड युज टाइप के हो त्यो एरियाको रिलिजियस र कल्चरल एस्पेक्टहरु केही छ कि त्यो कुराहरु बेसलाइन स्टडीमा निकाल baseline study, environmental baseline data can be obtained from topographical map, technical, social, demographic, and economic information from government, and professional or non-governmental research organization, local resident or professional को इन्टरभ्यूहरुबाट चाहिँ यो काम गर्ने गरिन्छ बेसलाइन स्टडी। बेसलाइन स्टडी पछाडी अनि इम्प्याक्ट्सहरु प्रेडिक्ट गर्ने पोजिटिभ र नेगेटिभ इम्प्याक्ट्सहरु डाइरेक्ट र इन्डाइरेक्ट र म्याग्निट्युड अफ इम्प्याक्ट यस्तै टाइम एन्ड ड्युरेसन अफ इम्प्याक्ट इन टर्म्स अफ प्रोजेक्ट लाइफ स्केल टाइमिङ कन्स्ट्रक्सनको टाइममा मात्र हुने अथवा कन्स्ट्रक्सनको टाइममा नहुने अपरेसनको टाइममा हुने र रिभर्सिबिलिटी अफ इम्प्याक्ट जस्तो कुनै इम्प्याक्टहरु आयो त्यो कन्स्ट्रक्सन टाइममा भयो तर कन्स्ट्रक्सन टाइम पछाडी सक्यो अनि केही समय पछाडी फेरि आउन सक्छ रिभर्सिबिलिटी अफ द इम्प्याक्ट अनि क्युमुलेटिभ नेचर्स अफ इम्प्याक्ट भने क्युमुलेटिभ नेचर्स मिन अब त्यो इम्प्याक्टहरु कतिको बढ्दै जान सक्छ अथवा घट्दै जान सक्छ त्यो चाहिँ क्युमुलेटिभ नेचर हो। अब इम्प्याक्ट प्रेडिक्सन पछाडी अब चाहिँ इभ्यालुएसन अफ अल्टरनेटिभ गर्ने अब भनेपछि हामीले अल्टरनेटिभ सेलेक्ट गर्दाखेरि अभोइडेन्स अफ इम्प्याक्ट इज प्रिफर्ड एप्रोच भनेको अब यदि अभोइड एग्रिकल्चर ल्यान्ड लस्ट हुन्छ भने सकेसम्म एग्रिकल्चर ल्यान्डबाट रोड नै नलाने त्यो भनेको अभोइडेन्स अफ इम्प्याक्ट हैन। अब फरेस्टमा त्यहाँ एनिमलहरुबाट हुने
इम्प्याक्ट पर्छ भने त्यस्तो केसमा त्यो ल्यान्डबाटै नलाने। अनस्टेबल ग्राउन्डबाट रोड पास हुन्छ भने त्यो अनस्टेबल ग्राउन्डबाट रोड अलाइनमेन्ट नै सेलेक्सन नगर्ने पहिलो अप्सन। अनि यसको लागि चाहिँ यस्तो इम्प्याक्टहरू अभोइड गर्नलाई अथवा इम्प्याक्टहरू घटाउनको लागि विभिन्न अल्टरनेटिभ्सहरू डेभलप गरिन्छ र दिज अल्टरनेटिभ मे बी डिफरेन्ट। फर इक्जाम्पल अलाइनमेन्ट अल्टरनेटिभ कहाँबाट लाने भन्नेको अलाइनमेन्ट अल्टरनेटिभ भयो। डिजाइन अल्टरनेटिभ जस्तै 4 लेन चाहिने बनाउने ठाउँमा 2 लेन बनाउने डिजाइन अल्टरनेटिभ। अब आसफाल्ट कङ्क्रिट रोड बनाउँदाखेरि हरेक वर्ष मेन्टेन गर्नुपर्छ, 2-3 वर्षमा त्यसको सट्टामा कङ्क्रिट रोड बनाउने एकचोटि इन्भेस्टमेन्ट गरेपछि 20औं वर्षसम्म पनि केही पनि हुँदैन। त्यो चाहिँ डिजाइन अल्टरनेटिभ। अनि कन्स्ट्रक्सन अपरेसन एन्ड कमिसनिङ अल्टरनेटिभ्सहरू यी प्रोजेक्टको स्केल ठुलो स्केलमा लाने, सानो स्केलमा गर्ने, फेजिङ अल्टरनेटिभ फेज वाइज गर्ने, जस्तै यो पालि ग्राभेल मात्र गर्ने, अर्को पालि सर्फेस बनाउने, अनि टाइमिङहरू कुन कुन टाइममा स्टार्ट गर्ने भन्ने कुराको यो विभिन्न अल्टरनेटिभ हुन सक्छ। अनि अल्टरनेटिभ र त्यस आइसकेपछि त्यसको प्रब्लम पनि आइसकेपछि अब चाहिँ मिटिगेसन र कम्पेन्सेसन मेजर्सहरू डेभलप गर्ने। इम्प्याक्टहरू यदि अभोइड गर्न सकेन भने त्यस्तो केसमा मिटिगेसन गर्ने र कम्पेन्सेसन गर्ने केस चाहिँ आउँछ। Where impact cannot be avoided, reducing or remedying the impact is preferred approach. अब मिटिगेसन गर्दाखेरि कसरी गर्न सकिन्छ? डिजाइन चेन्ज गर्ने, कन्स्ट्रक्सन मेथडहरू चेन्ज गर्ने, मेन्टेनेन्स र अपरेसन मेथडहरूमा चेन्ज गर्ने, अनि फिजिकल र सोसियल इन्भाइरोमेन्ट प्रोटेक्सनको लागि एडिसनल इफोर्टहरू लगाउने। अनि मिटिगेसन गर्न सकिने अवस्था भएन भने चाहिँ कम्पेन्सेसन गर्ने। जस्तै घरहरू लिनै पर्ने भयो, अभोइड गर्नै सकिएन, ल्यान्डहरू एग्रिकल्चर ल्यान्डहरू लिनै पर्ने भयो, अभोइड गर्न सकिएन भने त्यस्तो केसमा कम्पेन्सेसन दिने। Compensation is possible where environmental feature is irreplaceable. यहाँ चाहिँ compensation is not possible भन्नु खोजेको हो, पोसिबल हुँदैन। जस्तै इन्भाइरोमेन्टल फिचर इरिप्लेसेबल, जस्तै आर्कियोलोजिकल साइट्सहरू, हेरिटेज साइटहरू, त्यसलाई चाहिँ कम्पेन्सेसन गरे पनि रिप्लेस हुन सक्दैन। त्यस्तो केसमा कम्पेन्सेसन इज नट पोसिबल। त्यस्तो केसमा भनेको अभोइड नै हुन्छ। कुनै कुनै केसमा यस्तो केसेसहरूमा अभोइड गर्ने, त्यो ठाउँबाट जाँदै नजाने, बनाउँदै नबनाउने भन्ने केस चाहिँ आउँछ। यो यदि चाहिँ कुनै आर्कियोलोजिकल साइट्स र हेरिटेज साइटहरू पर्यो भने। अनि यो भइसकेपछि इएमपी बनाउने। इएमपी भनेको इन्भाइरोमेन्ट म्यानेजमेन्ट प्लान भनेको कुनै साइट स्पेसिफिक प्लान हो जसलाई इन्भाइरोमेन्टमा पर्ने, सोसियलमा पर्ने इम्प्याक्ट्सहरू प्रिभेन्ट गर्ने, मिनिमाइज गर्ने, मिटिगेट गर्ने, कम्पेन्सेसन गर्ने सम्बन्धी प्लानहरू चाहिँ यो इन्भाइरोमेन्ट म्यानेजमेन्ट प्लान। इएमपीमा के हुन्छ भन्दाखेरि अल द प्रोजेक्ट रिलेटेड एक्टिभिटिज हो, अनि रेगुलेटरी एजेन्सिज इन्भल्भ र देयर रेस्पोन्सिबिलिटी, अनि डिटेल्स अफ रिमिडियल मिटिगेसन एन्ड मोनिटरिङ मेजर्सहरू, रिपोर्टिङ स्केड्युल्सहरू हुन्छ, कस्टहरू, कस्ट इस्टिमेट र सोर्सेस अफ फन्डिङ चाहिँ यो इएमपीमा हुन्छ। अब इएमपी बनाइसकेपछि अब के हुन्छ? कन्स्ट्रक्सन हुन्छ, कन्स्ट्रक्सन भइसकेको हुन्छ, कन्स्ट्रक्सन सकेपछि अपरेसनमा जान्छ, अनि अपरेसनमा गइसकेपछि अब के भइरहेछ त? द्याट इज इन्भाइरोमेन्टल मोनिटरिङ। इन्भाइरोमेन्टल मोनिटरिङ इज द प्रोसेस अफ चेन्जेस इन ल्यान्डस्केप, ल्यान्ड युज or cultural activities that arise as a result of implementation of a development project. अब बनिसकेपछि त्यसमा पर्ने कस्तो खालको इम्प्याक्ट परेको रहेछ भन्ने कुराहरू हेर्ने। अनि यो मोनिटरिङ मेजर्समा के आउँछ भन्दाखेरि कम्प्लायन्स मोनिटरिङ टु इन्फोर्स इम्प्लिमेन्टेसन अफ अग्रिड मिटिगेसन। जस्तै कुनै चाहिँ मन्दिरहरू पर्यो, अब पुरानो होइन तर कम्युनिटीको कुनै एउटा मन्दिर पर्यो र त्यो पर्यो भने यसलाई रिप्लेस गरेर अर्को ठाउँमा बनाउने भन्ने हुन्छ। अब अर्को ठाउँमा बनाउने भन्न त भन्यो, त्यो अनुसार मन्दिर पनि फर्कायो,
त्यहाँ कन्स्ट्रक्सन गर्यो तर चाहिँ साँच्चीकै बनायो कि बनाएन र कहाँ बनायो त्यो कुराहरू कम्प्लायन्स हो। त्यो भनेको बनायो भने कम्प्लायन्स भयो, बनाएन भने कम्प्लायन्स भएन। कम्प्लायन्स मोनिटरिङ अब रोडको छेउछेउमा यो ग्रिन काम गर्न बनाउनको लागि रुखहरू रोप्ने भन्ने छ भने अब मोनिटरिङ गर्दाखेरि साँच्चीकै रुख रोपेको छ कि छैन त भन्ने कुरा चाहिँ हेर। र आइडेन्टिफाई, इभ्यालुएट, मिटिगेट एनी अनडिजायरेबल इफेक्ट्स विच वाज नट प्रिडिक्टेड ड्युरिङ प्रोजेक्ट। अब कुनै केसमा कस्तो हुन्छ, यो प्रोजेक्ट बनेको टाइममा इन्भाइरोमेन्ट इम्प्याक्ट स्टडी गरेको टाइममा त्यो इम्प्याक्ट्सहरू चाहिँ भिजिबल नहुन सक्छ। भिजिबल नभएको केसमा अनि यो पछि चाहिँ अपरेसनमा आइसकेपछि भिजिबल भएको केसमा तिनीहरूको आइडेन्टिफाई गर्ने र त्यसको चाहिँ मिटिगेसन्स गर्ने कामहरू पनि हुन्छ। अनि यो भइसक्यो, यो चाहिँ रिपोर्टिङ र कन्सल्टेसन्स भयो। यो भनेको अब यो रिस्पोन्सिबल रिपोर्टिङ गर्ने र कन्सल्टेसनहरू गर्ने, रिपोर्टिङ गर्ने, केही कुराहरू भयो भने त्यो रिपोर्टिङ गर्ने र कन्सल्टेसनमा जाने। यो गर्दाखेरि एक्सपेन्सिभ डिजाइन र मिटिगेसन्सहरू पछिको स्टेजमा नचाहिने। जस्तै इनिसियल स्टेजबाटै कन्सल्टेसन गर्यो र त्यहाँबाट आएका कन्सल्टेसन गर्दाखेरि उनीहरूले भनेका कुराहरूलाई चाहिँ हायर लेभलमा रिपोर्टिङ गर्ने। यसले गर्दाखेरि यो काम स्टार्ट हुनुभन्दा अगाडि नै त्यसको पर्ने इम्प्याक्ट्सहरू थाहा हुन्छ र अनि प्रोजेक्टमा आउने डिलेजहरू यिनीहरू आउँदैन। पछि गर्नुपर्ने डिफिकल्ट एक्सपेन्सिभ चेन्जेसहरू गर्न नपर्ने हुन्छ। कुन बेला गरिन्छ कन्सल्टेसन? बेसलाइन स्टडी गर्दा गरिन्छ, इम्प्याक्ट एसेसमेन्ट गर्दाखेरि गरिन्छ, अनि यो पब्लिकेसन गर्दाखेरि र डिजाइन गर्दाखेरि गरिन्छ। र यो कन्सल्टेसनमा चाहिँ गभर्मेन्टको विभिन्न एजेन्सिजहरू, यो लोकल अफिसियल्सहरू, एनजिओजहरू, रिप्रेजेन्टेटिभ्सहरू, लोकल रेसिडेन्टहरू आएर चाहिँ कन्सल्टेसन चाहिँ गरेको हुन्छ। डिस्टर्बेन्स भयो है बनाए। यसरी इआइए गर्ने डिफ्रेन्ट स्टेजेसहरूको कुराहरू हामीले डिस्कस गर्यौँ नि। एउटा इम्पोर्टेन्ट ऊ पनि हो यो इक्जामको हिसाबले। यो प्रोजेक्टको डिस्क्रिप्सन गर्ने, बेसलाइन स्टडी गर्ने, इम्प्याक्टहरू हेर्ने, अनि मिटिगेसन मेजर्सहरू डेभलप गर्ने, मोनिटरिङ गर्ने, इएमपी बनाउने, अनि मोनिटरिङ गर्ने, र लास्टमा कन्सल्टेसन्सको कुराहरू आउँछ इआइएम।
यो अब एआई इज लार्ज स्कोप। यहाँले पढ्नु पनि भएको छ नि, एआई भनेको एउटा होल कोर्स नै हो, यो ठुलो कोर्स हो। र अहिले त्यस्तो ठुलो कोर्सलाई हामीले सानो एउटा प्रोसेसको रूपमा चाहिँ यहाँ अन्डरस्ट्यान्डिङको लागि राखेको हो। र स्टिल द्याट मे बी बेनिफिसियल इन फ्युचर, किनभने गर्नु पर्यो भने हामी आफैले गर्नु पर्यो भने पनि त्यो फर्दर हामी स्टडी गर्न सकिन्छ र बेनिफिसियल हुन्छ भनेर यसरी राखेको। र अब चाहिँ हामी यो कन्स्ट्रक्सन गर्दाखेरिको केही कन्स्ट्रक्सन एस्पेक्ट्सहरु बारेमा हेरौँ। यो लो कस्ट रोडको कन्स्ट्रक्सन एस्पेक्ट्सहरु जस्तै एउटा आउँछ, यो रोड कन्स्ट्रक्सन गर्दाखेरि रक ब्लास्टिङ गर्ने भन्ने। रोड बनाउँदै गएपछि अब विभिन्न रक्सहरु आउँछ अनि त्यसलाई चाहिँ फुटाउनु पर्ने हुन्छ। अब एक्सपेन्सिभ मेथड हामी विभिन्न तरिकाहरु गर्न सकिन्छ। लेबर इन्टेन्सिभ मेथड गर्न सकिन्छ, ब्लास्टिङ गर्न सकिन्छ। र त्यो गर्ने तरिकाहरु बारे यहाँ थोरै भन्न खोजेको हो। जस्तै यहाँ लेबर इन्टेन्सिभ मेथड्स गर्न सकिन्छ। लेबर इन्टेन्सिभ मेथड्स totally rely, methods of extraction rely on totally fragmented rock mass for easy removal. यसमा चाहिँ के आउँछ? चिजलिङ गर्ने, ड्रिलिङ गर्ने, हिटिङ एन्ड ब्रेकिङ गर्ने प्रोसेस भनेको चाहिँ लेबर इन्टेन्सिभ मेथड। तर यसको फाइदा के छ? इन्भाइरोमेन्ट इम्प्याक्ट्स आर लेस। भनेको त्यो होल रक स्ट्रक्चर्सहरुमा स्लोपमा ड्यामेजहरु आउँदैन, तर टाइम कन्ज्युमिङ हुन्छ। फाइदा चाहिँ इन्भाइरोमेन्ट इम्प्याक्ट कम हुन्छ है, तर टाइम कन्ज्युमिङ हुन्छ। विभिन्न हुन्छ, चिजलिङ गर्ने भन्ने हुन्छ छिनाले, अहिले ड्रिलिङ गर्ने। अहिले त हाम्रो यो इक्विपमेन्ट ड्रिलिङहरु हुन्छ र धेरै जस्तो अरु धेरै ठाउँमा हामी इभन रोड हाई स्ट्यान्डर्डको रोड कन्स्ट्रक्सनमा पनि यो ड्रिलिङ मेथड एडप्ट गरेको पाइन्छ ब्लास्टिङ भन्दा, किनभने ब्लास्टिङले वाइड स्प्रेड क्र्याकहरु ल्याउने भएको भएर। अनि त्यस्तै ब्लास्टिङ गरिन्छ। यो बल्क भोल्युममा लार्ज अमाउन्टमा क्विक गर्नको लागि ब्लास्टिङ गरिन्छ। अब यहाँ बल्क ब्लास्टिङ भन्ने हुन्छ। बल्क ब्लास्टिङ भनेर अब जति ठाउँमा हामीले कटिङ गर्नु पर्ने हुन्छ त्यो सबैमा ब्लास्ट ड्रिल गर्यो अनि यो ब्लास्टिङ मेटेरियल्सहरु लोड गरेर एकैचोटी ब्लास्ट गर्यो। यो क्विक त क्विक हुन्छ, तर बेफाइदा के हुन्छ भन्दाखेरि यसले गर्दाखेरि होल रक स्ट्रक्चरमा फ्र्यागमेन्टेसन्स ल्याउँछ, फ्र्याक्चर गर्छ। र त्यो फ्र्याक्चर भइसकेपछि अनि पछि चाहिँ यही चाहिँ रक फल ल्यान्डस्लाइडको रूपमा चाहिँ खस्छ, बेफाइदा हुन्छ। अनि कुसन ब्लास्टिङ भन्ने छ, स्मलर क्वान्टिटिजमा गर्ने भनेको अब त्यहाँ रक्सहरु हेरेर त्यसको विक प्लेनहरु आइडेन्टिफाई गर्ने। जस्तै रकहरुको बेरिङ प्लेन भनेको विक प्लेन हो, रकहरु क्र्याक भइरहेछ भने त्यो भनेको विक प्लेन हो। तिनीहरु आइडेन्टिफाई गरेर स्मल ब्लास्टिङ गर्ने चाहिँ कुसन ब्लास्टिङ। अहिले गर्दाखेरि लार्ज स्केलमा रकमा फ्र्यागमेन्टेसनहरु हुँदैन र इन्भाइरोमेन्टली बेटर हुने। पहिलो यो चाहिँ रक ब्लास्टिङ कसरी गर्ने भन्ने कुरा आउँछ है। रक ब्लास्टिङ अथवा कटिङ भइसकेपछि अर्को एउटा इस्यु चाहिँ हामी मेटेरियल र वाटर चाहिँ कसरी सप्लाई गर्ने। जस्तो हिल रोडहरु कन्स्ट्रक्सन गर्दाखेरि अब एग्रिगेटहरु मानौ त्यहीबाट ब्लास्टिङ गरेको मेटेरियलबाट आउँछ भन्ने हुन्छ, नहुन पनि सक्छ। किनभने अब मेटेरियल मे नट बी सुटेबल टु युज एज अ एग्रिगेट। ग्रेभिटी पानी त अब अभाइलेबल हुनै सक्दैन, गाह्रो हुन्छ र त्यसलाई चाहिँ ट्रान्सपोर्ट गर्न एक्सपेन्सिभ हुन्छ हिल रोडमा। अब तराईमा कन्स्ट्रक्सन गर्दैछौँ, कुनै प्लेन एरियामा रोड कन्स्ट्रक्सन गर्दैछ भने त्यहाँ चाहिँ फेरि एग्रिगेटहरु यो रिप्लेस गर्ने जुन मेटेरियल्सहरु त्यो पाउनु गाह्रो भएको हुन सक्छ। अनि त्यही भएर विभिन्न अप्सन्सहरु हामी खोज्ने भनेका छौँ कन्स्ट्रक्सन मेटेरियल र वाटरको लागि। एउटा चाहिँ सजिलो अरु ठाउँमा गरिन्छ, एउटा क्वेरी साइट बनाउने। क्वेरी साइटबाट गुड क्वालिटी अफ मेटेरियल इज ट्रान्सपोर्टेड टु द साइट। यो सजिलो हैन, त्यहाँबाट क्वेरी साइटबाट रिक्वायर मेटेरियल बनाउने अनि चाहिँ साइटमा ट्रान्सपोर्ट गर्ने। सेकेन्ड अप्सन, अर्को अप्सन कस्तो हुन्छ? अब कुनै ठाउँमा हामीले कन्स्ट्रक्सन गर्दाखेरि त्यहाँ एक प्रकारको सोइल अथवा एग्रिगेट्सहरु पाइन्छ। अनि त्यहाँ चाहिँ कस्तो खालको त्यो एग्रिगेट सोइल हो भन्ने कुरा आइडेन्टिफाई गरेर त्यो मेटेरियलमा कुन चाहिँ अरु मेटेरियल मिसायो भने चाहिँ रिक्वायर्ड स्पेसिफिकेसनको मेटेरियल बन्छ भन्ने कुराहरु पत्ता लगाएर
अनि त्यसरी चाहिँ डिफिसियन्ट भएको मेटेरियल्सहरू मात्र ल्याएर ब्लेन्डिङ गर्ने चाहिँ अनि सुइटेबल मेटेरियलहरू बनाउने। एउटा अप्सन चाहिँ भयो। अब यसरी गरेको रोडहरू धेरै टिक्ने हुन्छ, डेन्सिटी हाई हुन्छ, वेल कम्प्याक्टेड हुन्छ र राम्रो हुन्छ। तर चाहिँ अर्को एउटा अप्सन के हुनसक्छ भन्दाखेरि त्यो मेटेरियलहरू यसरी ट्रान्सपोर्ट गरेर ब्लेन्डिङ गरेर स्प्रेडिङ गर्दाखेरि कस्ट चाहिँ हाई पर्ने भयो। अनि त्यो कारणले गर्दाखेरि अब अप्सन्स चाहिँ के हुनसक्छ भन्दाखेरि त्यहाँ जे मेटेरियल छ त्यही युज गर्ने, स्पेसिफिकेसनमा नपरे पनि स्पेसिफिकेसन भन्दा बाहिरको भयो पनि मेटेरियल जे अभाइलेबल छ त्यही नै राख्ने। अब त्यो बनाएपछि त स्पेसिफिकेसन अनुसार मेटेरियल नभएपछि के हुन्छ, the road constructed by the metals which are not under specification damage frequently, चाँडै बिग्रिन्छ। अनि चाहिँ के प्लान गर्ने, बिग्रियो भने मेटेरियल रिप्लेस गर्दै जाने, त्यो अप्सन्स पनि हामी हेर्न सक्छौँ। अब सर्फेसिङ गर्ने मेटेरियल नै छैन, जस्तै आसफाल्ट कङ्क्रिट बनाउने, सिमेन्ट कङ्क्रिट बनाउने, त्यसको लागि मेटेरियल छैन, त्यसको लागि कस्ट पनि छैन, पैसा पनि छैन। त्यस्तो केसमा अनपेभ रोडहरू सेलेक्ट गर्न सकिन्छ, जस्तै ग्राभल रोडहरू सेलेक्ट गर्न सकिन्छ। सेलेक्ट सिल रोड एज इट इज इकोनोमिकल इन लङ रन। अब साँच्चै भन्नु पर्दाखेरि यिनीहरू गर्नु भन्दा चाहिँ सिल रोड बनाउनु चाहिँ बेटर हुन्छ भने। पेभ रोड किन पेभ रोड, किनभने सिल रोड भयो भने त्यसलाई हरेक इयरमा हरेक सिजन पछाडि रिप्लेस गर्नुपर्ने जरुरी हुँदैन। सिल रोड अब ग्राभल रोड बनायो, अरू मेटेरियलको रोड बनायो भने के हुन्छ, त्यो चाहिँ एकचोटि रेनफल भएपछि सबै मेटेरियलहरू हराउँछ, जान्छ, फेरि रिप्लेस गर्नुपर्ने हुन्छ। अनि यसरी फ्रिक्वेन्ट रिप्लेसमेन्ट गर्दाखेरि ओभरअल कस्ट चाहिँ एक्सपेन्सिभ हुन जान सक्छ भने त्यही भएर सिल रोड्स आर इकोनोमिकल इन लङ्गर रन। यी कुराहरू चाहिँ हामी हेर्न सक्छौँ। अब टाइप अफ सर्फेसिङ अहिले पनि जस्ट भर्खर भने सर्फेसिङ ग्राभल हुन सक्छ, सर्फेसिङ सिल सर्फेस हुन सक्छ। यो अब सिल सर्फेसमा पनि अहिले आएर बिटुमिनस और सिमेन्ट कङ्क्रिट, which depend type of seal surface depend on available fund and traffic demand। पैसा कति छ र हामीसँग डिमान्ड कति छ, ट्राफिक डिमान्ड। धेरै ट्राफिक डिमान्ड छ भने हामी अनसिलको सट्टामा सिल सर्फेस नै युज गर्न सक्छौँ, गर्नुपर्ने हुन्छ। किनभने ग्राभल रोड्स आर चिपर, ग्राभल रोड चिपर त हो, तर दे इरोड मोर इजिली वाश अवे बाई रेन, एन्ड द्याट मिन्स द फ्रिक्वेन्ट रिप्लेसमेन्ट इज नेसेसरी। भनेपछि फ्रिक्वेन्ट रिप्लेसमेन्ट इज नेसेसरी, द्याट मिन मेन्टेनेन्स कस्ट फर ग्राभल रोड्स इज भेरी हाई। Also, vehicles cannot climb to steep incline on a loose surface. There are dust formations. त्यही भएर चाहिँ लङ रनमा कुरा गर्दाखेरि सिल सर्फेस इज बेटर भने। पाइलट ट्र्याक बनाउँछौँ, अब जस्तै कुनै रोड नै नभएको ठाउँमा रोड कन्स्ट्रक्सन गर्दैछौँ भने त्यस्तो केसमा पहिला एक्सेस रोड बनाउने। Access track or pilot tracks are constructed to transport material or water to the site। र यसले गर्दाखेरि फास्टर रेट अफ प्रोग्रेस चाहिँ हुन्छ। तर अब सधैँ हिल रोडहरू कन्स्ट्रक्सन गर्दाखेरि माउन्टेनियस एरियामा यो पाइलट ट्र्याक बनाएर त्यसबाट सप्लाई गर्ने पोसिबिलिटीहरू एकदमै कम हुन्छ र जनरली त्यस्तो गरिरहेन लो कस्ट रोडमा। तर अब एक्सप्रेस वे भनौँ न, अहिलेको एक्सप्रेस वे बनाइरहेछौँ भने त्यस्तो केसमा चाहिँ बनाइन्छ, किनभने एक्सप्रेस वेको कस्ट आफै एकदमै एक्सपेन्सिभ हुन्छ र त्यसको लागि पाइलट ट्र्याक बनायो भने त्यसको कस्ट एकदमै स्मल हुन्छ र मेटेरियल ट्रान्सपोर्ट गर्नलाई सजिलो हुन्छ। यहाँ त्यही भनेछ, टोपोग्राफी मे मेक इम्पोसिबल टु कन्स्ट्रक्ट एक्सेस ट्र्याक। अब नेप्लिज माउन्टेनियस एरियामा यसरी एक्सेस रोड बनाएर अनि चाहिँ रोड कन्स्ट्रक्सन छैन यो एक्सप्रेस वेमा बाहेक, किनभने एक्स्ट्रा एउटा एक्सेस रोड बनाउनु भनेको एक्स्ट्रा रोडको कस्ट बनाउनु नै हो।
र अनि sometimes aerial supports is provided through helicopters as needed. अब रेट अफ कन्स्ट्रक्सनमा जाउँ अनि कतिको चाँडो हुन्छ भन्ने हुँदैन भन्ने कुरा। अब हामी दुईटा टाइपको कन्स्ट्रक्सन, लेबर बेस्ड कन्स्ट्रक्सन or equipment based construction. And whether to choose labor based construction or material based construction is depend on different things. Just the volume of earthwork, frequency and side of road structures, pilot track छ कि छैन र material र waste disposal कहाँ गर्ने, यस्तो आधारमा चाहिँ हुन्छ भने labor intensive construction rate is very slow. Just 1 kilometer per month in dry season, 0.5 kilometer in wet season. And equipment use गरेको अवस्थामा 2 to 3 kilometer per month for machine intensive construction. यो भन्दा पनि फास्टर हुन्छ। अब कन्स्ट्रक्सन कसरी गर्ने त? कन्स्ट्रक्सन स्टेप्सहरु यो त यहाँ थाहा छ तपाईहरुलाई। पहिलो काम हामी क्लियरेन्स गर्छौं। टर्फ र भेजिटेसन्सहरु, सोइल र टप सोइल्सहरु रिमुभ गर्छौं। यो टप सोइलहरु रिमुभ गर्ने अनि पाइलट ट्र्याक पोसिबल छ भने पाइलट ट्र्याक बनाउने, त्यसपछि बेन्चिङ अफ स्लोप गर्ने, एक्सकेभेसन गर्ने, इम्बैंकमेन्ट कन्स्ट्रक्सन गर्ने, क्रस ड्रेनेज स्ट्रक्चर त्यसपछि बनाइन्छ, रिटेनिङ वालहरु कन्स्ट्रक्सन गरिन्छ, अनि ब्रेस्ट वालहरु कन्स्ट्रक्सन गरिन्छ, साइड ड्रेनहरु कन्स्ट्रक्सन गरिन्छ र पेभमेन्ट कन्स्ट्रक्सन गर्ने, अनि लास्टमा चाहिँ ट्रिम स्लोप गर्ने र भेजिटेसन्सहरु बनाउने। यो चाहिँ जनरल स्टेजेस followed during road construction. क्लियरेन्स गर्ने, टप सोइल रिमुभ गर्ने, अनि पाइलट ट्र्याक बनाउने अथवा चाहिँ ट्र्याक बनाउने, बेन्चिङहरु गर्ने, यो रिटेनिङ वालहरु कन्स्ट्रक्सन गर्ने, साइड ड्रेनहरु कन्स्ट्रक्सन गर्ने, क्रस ड्रेन कन्स्ट्रक्सन गर्ने, साइड ड्रेन कन्स्ट्रक्सन गर्ने, रिपेयरमेन्ट वालहरु बनाउने, अनि लास्टमा चाहिँ ट्रिमिङ गर्ने र प्लान्टेसन्सहरु गर्ने काम चाहिँ हुन्छ। र अनि अर्को एउटा एस्पेक्ट क्वालिटी कन्ट्रोल एन्ड सुपरभिजन्स। कन्स्ट्रक्सन स्पेसिफिकेसन अनुसार भएको छ छैन भन्नको लागि चाहिँ गरिन्छ र सुपरभाइज बाइ इन्जिनियर। अब यस्तोमा चाहिँ के गरिन्छ भन्दाखेरि सबभन्दा त्यहाँ चिटिङ गर्ने ठाउँ चाहिँ कहाँ हुन्छ भन्दाखेरि अन्डरग्राउन्ड फाउन्डेसन वर्क्सहरुमा। किनभने कस्तो खालको हुन्छ भन्ने कुराहरु थाहा हुँदैन र कन्स्ट्रक्सन गरेर छोपिसकेपछि के छ भन्ने कुरा पनि थाहा हुँदैन। त्यस्तो केसमा चाहिँ स्ट्रिक्टली फलो गर्न सुपरभिजन्सहरु गर्नुपर्छ भन्ने। र अब इम्प्रुभमेन्ट एन्ड अपग्रेडिङ भनौं। अब अनपेभ सर्वे जस्तो पेभ सर्फेसमा इम्प्रुभमेन्ट, अनपेभ सर्फेस ग्रेभल रोड छ भने इम्प्रुभमेन्ट means upgradation mean converting to the sealed road, bituminous road. र paved road छ भने चाहिँ स्मलर ट्राफिक भोल्युमको लागि राखेको कन्स्ट्रक्सन गरेको कुरा चाहिँ ओभरले गरेर हायर ट्राफिक भोल्युम एक्सेप्ट गर्न सकिने खालको बनाउनु। अनि त्यस्तै शार्प कर्भहरु छ, डेन्जरस कर्भहरु छ, साइड डिस्टेन्स प्रब्लमहरु छ भने त्यसलाई चाहिँ करेक्ट गर्ने, वाइडनिङ गर्ने, ड्रेनेजहरु इम्प्रुभ गर्ने, पब्लिक फ्यासिलिटिजहरु बनाउने र कम्प्लिट और पार्शियल कन्स्ट्रक्सन गर्ने कुराहरु चाहिँ यसमा आउँछ, इम्प्रुभमेन्ट र अपग्रेडिङ। त्यसपछि मेन्टेनेन्स प्र्याक्टिसको विभिन्न एस्पेक्ट्सहरु छ। अब मेन्टेनेन्स प्र्याक्टिस गर्दाखेरि के हुन्छ यसमा विभिन्न कुराहरु, जस्तै यहाँ चाहिँ यो मेन्टेनेन्स गर्दाखेरि जस्तो कुनै स्लोप फेलियर्स भयो त्यसलाई कट गरियो, कट गरिसकेपछि त्यो मेटेरियललाई चाहिँ त्यो स्पोइल मेटेरियल्सलाई डाइरेक्ट लोवर साइडमा फाल्दाखेरि फेरि त्यसले चाहिँ मेन्टेनेन्स प्रब्लम्सहरु ल्याउँछ पछाडी।
अनि डाइभर्सन अफ रोड ड्रेनेज वाटर अराउन्ड स्लिप मेटेरियल्सहरू, जस्तै फेल भएको मेटेरियल जुन छ नि, स्लाइड गएर फालेर राखेको मेटेरियलमा डाइरेक्ट ड्रेनेज वाटरहरू फाल्नु, यसले गर्दाखेरि फर्दर इस्युहरू ल्याउँछ, रोड फेलियर्सहरू हुन्छ। अनि साइड ड्रेनहरू इरोड भइसकेको छ भने त्यसलाई चाहिँ रिपेयर नगर्ने, यो चाहिँ मेन्टेनेन्स प्र्याक्टिस र प्रब्लम्सहरू। प्र्याक्टिस भन्दा पनि मेन्टेनेन्स प्रब्लम्सहरू। अनि साइड ड्रेनहरू क्लियर गर्ने, ड्रेन्सहरू क्लियर नगर्ने। अनि क्वेरी साइट्सहरू जहाँ चाहिँ यो मेटेरियलहरू ल्याएको छ त्यसलाई रिस्टोर नगर्ने। अनि कन्स्ट्रक्सन मेटेरियल्सहरू रिमुभ गर्दाखेरि रोड साइडको ड्रेनेजहरू ड्यामेज गर्ने। त्यसले गर्दाखेरि चाहिँ नेपालमा मेन्टेनेन्सको प्रब्लम्सहरू चाहिँ आउँछ। अब चाहिँ हामी लास्टमा यो लोकस रोडमा काम गर्ने एजेन्सीजहरू छ। अब यो जस्ट लिस्ट हो, हामी दिवारले गर्छ लोकस भनेर, स्टार्टिङको रोड भनेको दिवारले गर्ने लोकस हुन्छ, अलाइनमेन्ट मात्र बनाउने। डोलीडार अहिले चाहिँ डोलिड हो, उसले पनि गर्छ। कुनै कुनै चाहिँ फरेस्ट्री डिपार्टमेन्टले, इरिगेसन डिपार्टमेन्टले पनि बनाइरहेको हुन्छ। लोकल म्युनिसिपालिटी चाहिँ अहिले त बनाउनै भयो, पहिला चाहिँ कमै हुन्छ लोकल म्युनिसिपालिटी, लोकल भिलेज डेभलपमेन्टहरूले बनाउने। अहिले चाहिँ धेरै हुन्छ, किनभने धेरै चाहिँ अहिले अधिकार म्युनिसिपालिटी रुरल म्युनिसिपालिटीमा छ र त्यो रोड्सहरू बनाउँछ। दोरोन एजेन्सिजहरू, डेभलपमेन्ट पार्टनर्सहरू जस्तै एडिबी, जाइका, स्विस डेभलपमेन्ट कर्पोरेसन्स, यिनीहरू चाहिँ यो डेभलपमेन्ट एजेन्सिजहरू पनि यसमा काम गर्छ। इन्टरनेसनल कन्सल्टिङ फर्म्सहरू पनि विभिन्न छ यसमा काम गर्ने एजेन्सिजहरू। यसरी 3टा क्याटेगोरीमा चाहिँ राखेको हो। गभर्मेन्ट भयो, अनि डेभलपमेन्ट पार्टनर्स र दोनर एजेन्सिजहरू भयो, र कन्सल्टिङ एजेन्सी र कन्सल्टिङ कन्स्ट्रक्सन फर्म्सहरू चाहिँ भयो। यति नै गर्छौँ, यो च्याप्टर 1 यति नै हो। तपाईँले एकचोटि पढेर हेर्नु होला। मेन चाहिँ तपाईँले नपढिकन हुँदैन, थ्योरी मात्र छ। यो चाहिँ पढ्नु होला र केही क्वेसन छ भने पछि राख्नु होला।